सम्बन्धहरू मेरो हातमा भएको चाहिँ विजय कुमार पाण्डेद्वारा लिखित सम्बन्धको पुस्तकको हामी चाहिँ आरआर क्याम्पसबाट सिक्लेससम्मको नानीको यात्रामा इन्जोय गर्दै गइरहेको छौँ। राम्रै खुसी लागेको छ, बाटो एकदमै राम्रो अनि ठाउँमा राम्रो थियो। गाडीसम्म गइरहँदा चाहिँ एकदम इन्जोय गर्दै पोखरा कटिसकेपछि एकदम दृश्यहरू पनि निकै सुन्दर हुँदै जाँदै थियो। तर बिचमा बाटोमा हिलो भएको कारण हाम्रो गाडी त्यहाँबाट हिँड्न सक्दैन। एकछिन एउटा शब्द भन्नु यो सिचुएसनमा, एउटा मात्रै। रमाइलो भएको छ। कति तपाईँ 2-3 घन्टा अब अहिले हिँडेर एकछिन पछि जान्छ। जटिल परिस्थिति। म त अब उतै पुगेपछि भन्छु। तपाईँ अहिलेलाई केही नभनौँ, तपाईँ मलाई त रुने मन लाग्छ। तपाईँ जेसुकै गर भन्न चाहन्छु। तपाईँ दुकुरा भन्न चाहन्छु, दुकुरा जति सक्दो दुकुरा भन्नु न। मन लागिरहेछ के I want my money back. लाइफ इज गुड। मलाई के लाग्छ भन्दाखेरि यो क्यामेरा राम्रो छ। माउरो। कति होला? ओके, यो सिचुएसनमा एउटा वर्ड। So tired. बोल्नै सक्ने छैन। Exhausted. तपाईँको भएको छ। Maybe not today, maybe not tomorrow. I will be champion. अब यस्तै साथीहरू दुःख परेछ, यी मोटी छिन्, यसलाई तान्दैछु सकेसम्म। तपाईँको खै केही पनि होइन मेरो त। रात परिसकेको छ। अहिले हामी हिँडि नै रहेछौँ निरन्तर। ललितपुरदेखि आउनुभएको अन्य व्यक्तिहरू पनि हुनुहुन्छ, जसको उहाँहरूको पनि गाडी फसेर हाम्रो सामाजिक विभाग प्रमुख सर के छ अहिलेको सन्दर्भमा के भन्न चाहनुहुन्छ? जम्मा सबैभन्दा खुसी आज छु म। यति धेरै भाइ बहिनीहरूसँग यति रातिसम्म मजासे हिँड्न पाउँदा, यति नेचुरल हावा खाएर हिँड्न पाउँदा, सिक्लेसभन्दा माथि गाउँै छैन भन्ने सुन्दै सुन्दा झन् म यति ह्याप्पी छु। सबै भाइ बहिनीहरू पनि ह्याप्पी हुनुहुन्छ जस्तो लागिरहेको छ मलाई। तपाईँहरूको उद्देश्य पुरा हुन्छ, तपाईँको सपना पुरा हुन्छ है त। अब नजिकै छ, ठिक छ नि? कुरा फेरिएको छैन नि दीक्षाजी? रमाइलो भइरहेछ, एकदमै रमाइलो भइरहेछ। सिक्लेसको वेलकम गेट छिरिसकेको छौँ। जहाँसम्म लाग्छ त्यही हो सिक्लेस बारी है त। यस्तो छ है हालत। फाइनली हामी चाहिँ सिक्लेस आइपुगेको छौँ। अनि यहाँ हाम्रो केही बाटोको कुराहरू छलफल हुँदैछ। सबै ठिक छ सर के छ? खुसी भयो। दामी छ, तपाईँहरूलाई ठिक छ नि? यो चाहिँ मैले सोध्दैछु के छ के छ? कसैलाई केही? कति गन्छ चाहिँ हामीलाई चाहिँ फुल दिएर वेलकम गरिसक्नु भएको छ उहाँहरूले। अनि हामी चाहिँ बाटोमा छौँ। यहाँबाट पनि लगभग 15-20 मिनट जति हिँडेर हामी हाम्रो होमस्टेमा पुग्छौँ। खाना खानु अनि हामी खानासाना खान्छौँ। अनि एकैचोटि के हुन्छ, बिहान हुन्छ। बिहान भइसकेपछि यो बिहानको दृश्य हो। हामीले चियापान गरेर अब हामी यहाँदेखि मास्तिर घुम्न निस्किन्छौँ। यहाँदेखि मास्तिर गाउँ चाहिँ छैन, तर भ्यू भने एकदमै राम्रो छ। भनेको मतलब गोठहरू पनि छ। साँच्चै घरधुरी भनेर चिनिने यस ठाउँ एकदमै राम्रो छ।
गाउँलेहरू के सबैको ए यो चराउने ठाउँ ए पछि यहाँ हिउँ हुन्छ कि पछि पनि घाँसै हुन्छ यतिकै हो यतिकै यहाँ डिएनले चर्च खान्छ ए हस् अङ्कल यो चाहिँ चौरे भैँसी बाख्रा सरी भेडा चढाउने विशेष गरेर भेडा हो र फेरि उहाँ बस्दा बस्दा हिउँ आउँछ फेरि हिउँ आएपछि फेरि यो तल झर्दै आउने हो त्यस्तो चिज हो यो चाहिँ देखाउने चिज हो औलो पनि खानुपर्छ लेख पनि जानुपर्छ पैसा कसरी कमाउनुहुन्छ आफै त्यसो भनिरहन्छ त गुरुङ दाइ के नाम हो तपाईँको आसबहादुर गुरुङहरूको नाम खास आसबहादुर हुन्छ है छैन होला हो त्यो बुढो बासु बस्यो त्यो भेडाले हाम्रो त हान्दैन नि कतिवटा छ तपाईँहरूको एकजनाको भेडा छैन यहाँ 200 जति छ जरा दुई भाइको यसको यति यसको यति भने गन्ती हुन्छ के नहुनु यहाँ तपाईँको अब तपाईँको बुढी कति छ तपाईँ छोरा छोरी कति छ तपाईँ सन्तान कति छ त्यसै त हुन्छ हो नि ल हो नि ल नर्मली चिन्नु त अब 200-300 एउटा भेडा एउटाको भयो भने त कसरी चिन्छ त यो चाहिँ खाजा पकाइराख्नु भएको कि तरकारी हिजो ब्रोइलरको मासु लिएर आएको मिठो भएन अरू दाइ आसबहादुर गुरुङ दाइ पोखरामा गएर तास खेल्छ अरे अस्ति पुलिस एउटा पुलिस हामी त्यहाँ गाउँखाना पानी खाएको थियौँ यो आसबहादुर ताईले सेफ पनि खेल्छ भन्छ यार भन्छ क्या पुलिस होइन खेलेन त्यसले भन्यो क्या पुलिसले क्या यस्तो बाटोमा चाहिँ यो गोरु झर्दैछ मलाई चाहिँ एकदमै कस्तो यो हेरेर मेरै गाउँको याद आयो हाहा अनि यो भ्यू हेर्नुहोस् है अब यहाँ तल हो खास चाहिँ अनि म चाहिँ हाम्रो दुईजना सरहरू माथि गइसक्नु भएको छ म चाहिँ निक्सै अनि यो घरमा यो सबैभन्दा टपमा भएको गोठो अनि त्यहाँ चाहिँ यो बाटो हुँदै म एक्लै गएँ अनि यो हिमाल अनि उहाँ चाहिँ एक्लै गोठमा बसिराख्नु भएको आमा जसको जुन घर अघि मैले देखाएँ यिनीहरूको माया लाग्छ तपाईँलाई अब यिनीहरू हुर्केपछि त पाल्नुहुन्न होला कि फेरि असी भनेको त धेरै पुग्नु भयो नि त अहिले मान्छे अब 40-45 वर्षदेखि मान्छे उकालो हिँड्नु सक्नु छोड्छ तपाईँ त घाँस दाउरा गरिराख्नु भएको छ अझै पहिल्यै चाहिँ रहर लागेन तपाईँलाई सहरतिरै बस्नु सहर बस्नु मन लाग्दैन बाटै चिन्नुहुन्न आमासँग केही बेर कुरा गरेँ आमाले मलाई मिठो दुध खुवाउनु भयो भैँसीको अनि म त सक्नुहुने रहेछ नि त अक्षर पढ्नु अलिअलि इङ्ग्लिस जान्नुहुन्न नेपाली चाहिँ पढ्नुहुन्छ अहिलेको भयो त्यति पढे पनि इङ्ग्लिस हुन्थ्यो के अरे हुन्थ्यो त्यतिखेर त त्यहाँ खालि नेपाली मात्रै पढिरहेको भनेपछि नेपाली त पढ्नुहुन्छ माउथ से गुरु भन्नुभयो होइन मोत से गुरु के भन्नुभयो नाम मोक्ता सिंह मोक्ता सिंह गुरुङ यस्तो भयो नि त दुःख पर्यो भने केलाई सम्झिनुहुन्छ भगवान सम्झिनुहुन्छ त्यस्तै त होला भगवान पूजा गर्नुहुन्छ कि हुँदैन मैले खोइ केही जान्दैन कि उहाँ बाबासँग चाहिँ बाटोमा कुरा गरेर म फर्केँ अनि यहाँ आउँदै गर्दा चाहिँ मैले बाटोमा माइतै हिँडे जस्तो देखियो त माइतै हिँड्नु भएको त होइन नि माइतै हिँड्नु भएको ए बारीमा जानु लाग्नु भएको यो हेरेर चाहिँ पहिला मलाई बुबाको याद आयो बुबा र म यसरी नै मेलोपात जान्थ्यौँ अनि अघिको हेरेर चाहिँ हामी मावलो मम्मीसँग त्यसरी नै जान्थ्यौँ मम्मी र म होला हाम्रो पनि त्यस्तै अरे त्यही त मलाई पोल्थ्यो भन्योहरू त पोल्छ के रे ए त्यो मर्नेले जस्तो भन्यो त्यस्तै हुन्छ
यहाँ त सबै गाड्नै हो गाडेर चियन बनाएर राख्छ नि त हाम्रो पनि त्यस्तै हो चियनमा पनि आज भोलि त सबै रङ लगाएर यहाँ खानपिन भइरहेछ खाना खाएर फर्किने क्रममा छौँ यता हुनुहुन्छ हाम्रो आधा भट्ट आधा राई अर्थात् भट्टराई उभिएर बसिरहेछौँ यो चाहिँ बस पार्क हो सिक्लेसको यदि यहाँ गाडी चलेन भने फेरि हिँड्नुपर्छ हिजो राति हिँडे जति छैन बलग्दै कहाँ कस्तो भयो बसाइ बसाइ एकदम बेस्ट भयो अब आउने जाने चाहिँ त्यस्तै हो हिँड्ने कि बसमा जाने अब के हुन्छ विकल्प खोज्नु पर्यो नाइ भने बस सबैको निचोड के निस्किन्छ त्यही गर्ने सबैजना जे हुन्छ बसमै जाने बसाइ बवाल भयो यात्रा कठिन फाइनली हामी गाडी चढिसकेका छौँ अनि बाटो त्यो हाम्रो मान्छे त होइन नि गाडीमा फर्किँदैछौँ बाटो एकदमै लामी र एकदमै खतरनाक छ है बाटोहरू पोखरा फर्किँदैछौँ फाइनली आज हाम्रो बास पोखरामा हुनेछ हामीले नाच्यौँ राति लेक साइड घुम्यौँ डुल्यौँ भोलि बिहान चाहिँ साथीहरू चाहिँ खुम्डीकोट जानुभयो म चाहिँ यहाँ दिदीको क्याफेमा कफी खानु आएँ यो चाहिँ मेरो दिदी रोजी अनि हामी फर्क्यौँ त्यही बाटोमा जाम भएको ठाउँमा रमाइलो गर्दै गाडीमा गीत गाउँदै हामी काठमाडौँ फर्क्यौँ है त बाई यहाँ हाम्रो गाडी जाम भएर हामी यहाँ छौँ अनि यहाँ चाहिँ तास गेम भइरहेछ यो तासको नियम चाहिँ जो हार्छ त्यो नाच्छ अरूले गीत गाउँछ है त अर्को गीत कुन लुग्यो भुइँतिर Bala